हेलो नमस्ते हाम्रो फ्यामिली ब्लगमा स्वागत छ सम्पूर्णहरूलाई। आज चाहिँ हाम्रो फ्यामिली ब्लगको फर्स्ट पोडकास्ट चाहिँ आयुष भाइसँग हुनेछ। आयुषसँग के अब जानकारी लिँदैछु म। तपाईको परिचय लिन सक्नुहुन्छ? हुन्छ, परिचय नमस्ते, मेरो नाम चाहिँ आयुष लिम्बू, म क्लास 12 मा पढ्दैछु। अन्त म 10 वर्ष पुगे। आयुष भाइ लिम्बू हो? यो चाहिँ के भएको चोट परिरहेछ त अन्त? यो त अस्ति खेल्दा खेल्दै लडेको थियो कि यो चोट बनी। के खेलेर त्यस्तो भएको? गोली। गोली? गोली चाहिँ नेपालीबाट के भन्न सक्छ? गोलीलाई गोलीलाई नेपालीबाट फुटबल। फुटबल त इङ्ग्लिस भइगयो नि। लाते फुकुन्डो। लाते फुकुन्डो याद रहेछ है। तिम्रो अन्त तिमीलाई पढ्नु कतिको मन लाग्छ? मन पढ्नु त राम्रो लाग्छ। पढ्नु अल्छी लाग्दैन है? कोही कोही बेला मात्रै लाग्दैन है। पढ्नुपर्छ है, लाइफमा खुस हुनुपर्छ। एम्बिसन चाहिँ के छ तिम्रो? एम्बिसन ठुलो भएर चाहिँ के हुने? ठुलो भएर म आर्मी हुने। ल त्यसो भने राम्रो पढ्नु हो, राम्रो पढ्नु, राम्रो के गऱ्यो भने आर्मीको भ्याकेन्सी आउँछ, यसै गर्दा ट्राई गऱ्यो भने कोसिस गऱ्यो भने जेमा पनि हुनसक्छ होइन। अन्त अरू कुरा चाहिँ के खेल्नु मनपर्छ? मलाई फुटबल, ब्याडमिन्टन, अन्त त्यति। फुटबल र ब्याडमिन्टन। फुटबलको के कुराहरू सोध्दा हुन्छ? फुटबल भन्दाखेरि चाहिँ नि अहिले फेमस चाहिँ को छ फुटबलमा? अहिले चाहिँ फेमस नयाँ निस्केको अब फेमस वर्ल्डले चिन्ने फेमस फुटबलर चाहिँ को? एकजना जो भन् रोनाल्डो, मेस्सी। अन्त रोनाल्डो चाहिँ कहाँको हो? रोनाल्डो पोर्टुगलको। मेस्सी चाहिँ एफसीबी त क्लबमा खेल्छ नि। अर्जेन्टिनाको थाहा रहेछ। लाइफमा तिमी अहिले 10 वर्ष पुगे। 10 वर्ष कति वर्षमा चाहिँ बिहा गर्ने सोचेको छ? मैले 26-27 तिर बिहा गर्ने। केटी चाहिँ कस्तो मनपर्छ तिमीलाई? केटी राम्रै। कस्तो अब राम्रीमा चाहिँ अब तिमीलाई माया गर्ने कि तिम्रो पैसा खाइदिने हो यस्तो मात्रै कि राम्रो गर्ने, माया गर्ने, सबैमा सपोर्ट गर्ने? कस्तो केटी चाहिँ जबवाला कि जबवाला? कस्तो खालको छ? जब भने कहाँनिर काम पाउँछ नि, कम्पनीमा गर्ने? गभर्मेन्ट होइन? गभर्मेन्ट जब जस्तै भए तिमी एम्बिसन चाहिँ आर्मी छ है? सपोज तिमी आर्मी भएन भने चाहिँ अरू के हुने मन छ? आर्मी भएन नि म ड्युटी। कस्तो ड्युटी? अब हुन्छ नि अब पुलिस भयो कि पुलिस डक्टर भयो, अब यता के भन्छ? म डक्टर। यो के भन्छ? टिचर भयो नि कि? टिचर हुने म। टिचर? कुन चाहिँ सब्जेक्टको टिचर हुने? म इङ्ग्लिसको। इङ्ग्लिस गऱ्यो भने त पुरा मेहनत गर्नुपर्छ। मेहनत गऱ्यो भने मेहनतको फल निस्किन्छ एक दिन। ल त्यसो भने बधाई छ। अब राम्रो पढ्नु होइन, राम्रो पढ्नु। आर्मी भएन भने इङ्ग्लिस टिचर चाहिँ। ल मेरो आशीर्वाद छ तिमीले चाहिँ राम्रो पढ्नु, बेसी अल्छी नहुनु, पढ्नु, ठुल्ठुलो मान्छेले भनेको सुन्नु होइन। अन्त राम्रो पढ्नु। सानो भएर अहिले चाहिँ मेन सानो भएर इङ्ग्लिसहरू चाहिँ मेन चाहिँ सिक्नुपर्छ होइन। अन्त जहीँ गयो भने इङ्ग्लिस त यहाँदेखि बाहिर गयो भने इङ्ग्लिस, आफूलाई इङ्ग्लिस र नेपाली छैन हिन्दी थाहा छ भने त सकिहाल्छ, बोलिहाल्छ जबसम्म कुरा। त्यही अब सपोज पछि ठुलो भए आर्मी नभए टिचर भयो भने आमा बाउलाई हेर्छौ? कस्तो प्रकारले हेर्छ?
बिमार भयो भने म हस्पिटल लान्छु अन्त बेला बेलामा टाइममा दबाई दिन्छु टाइम अन्त हेर्छु पनि अनि अनि तिमी आर्मी भयो भने आर्मी जे भयो भन् न जे भयो भन् के गर्नु सक्छ तिमीले तिमी नि अब पछि नि तिम्रो एम्बिसन चाहिँ पछि पुरा भयो भने सपोज आर्मी नभए टिचर भने चाहिँ नि तिमीले के गर्छ पछि ठुलो भएर म गाडी किन्छु गाडी कुन चाहिँ गाडी बोलेर पछि नै हुन्छ अब कस्तो कस्तो किन्छ भनेर अनि अन्त घडी किन्छु घडी अनि डल्लै अन्त सौदाहरू गर्छु सौदा अनि घर चाहिँ बनाउँदैन घर बनाउँछु बिल्डिङ बनाउने कति ताल दुई ताले बनाउने अनि धेरै धेरै धन्यवाद आयुष भाइले यसरी है उसको विचारहरू राखिदिएकोमा अन्त अन्तमा चाहिँ अब के भन्न चाहन्छ तिमीले हाम्रो भिडियो कस्तो लाग्यो तपाईहरुलाई मन पर्यो भने लाइक कमेन्ट सब्स्क्राइब गरिदिनुहोस् यस्तो भिडियो हेर्नु छ भने अझै न्यू भिडियो आउँदैछ ल आजको भिडियो यति नै बाइ बाइ फेरि भेटौँला नेक्स्ट भिडियोमा थ्यांक यू बाइ बाइ